हेलो गुड इभिनिङ गाइज है। तपाईँहरूले सोचिराख्नु भयो होला कन्टेन्ट छैन, त्यो कन्टेन्ट हालेको छैन भनेर। मसँग अहिले होइन लगभग 20-30वटा कन्टेन्टहरू रेडी अवस्थामा छ होइन। तर मैले डेली कन्टेन्ट अपलोड गर्छु भनेर भनेको थिएँ होइन। त्यही भएर चाहिँ नि आज चाहिँ अलिकति ढिला भएर चाहिँ मैले कन्टेन्ट अपलोड गरेन होइन। अनि भोलि चाहिँ नि हामी चाहिँ म फेरि कन्टेन्ट अपलोड गर्नेछु आफ्नो रेगुलरली होइन। र अब चाहिँ नि हामी चाहिँ हाम्रो कन्टेन्टलाई राम्रो बनाउँदै जानेछौँ हामीहरू। तपाईँहरूको सपोर्ट साथ चाहियो, त्यो चाहिँ तपाईँले सपोर्ट साथ नछोड्नु होला। जसरी माया दिइराख्नुपर्छ यसरी नै माया दिइराख्नु होला होइन। म तपाईँहरूलाई भोलि चाहिँ नि वी आर टक एबाउट नेपालगञ्ज है। नेपालगञ्जमा के भइरहेको थियो के थियो होइन। म अहिलेसम्म साइलेन्ट थिएँ किनकि म त्यो कुराको एन्सर पनि म भोलि नै दिन्छु होइन। किन साइलेन्ट थियो त, किन त बोलेन त होइन। जब यत्रो ठुलो घटना नेपालको घटेको छ भने किन बोलेन त होइन। त्यसको पनि केही रिजनहरू छ, त्यो कुराको एन्सर पनि म भोलि नै दिउँला है। भोलि म चाहिँ नि लाइभ मार्फत हुन्छ या डाइरेक्ट हुन्छ, म जसरी पनि त्यो कुराहरू चाहिँ नि म तपाईँहरूलाई डिटेल्ली A to Z के भएको थियो, कसरी भएको थियो, कहिले होइन। W5 भनेपछि वेन, वाइ, के भन्ने कुराहरू, वाट होइन, सबै कुराहरू चाहिँ नि म भोलि भन्ने छु। पुलिस रिपोर्ट र पब्लिक रियाक्सन प्लस आफ्नो इन्भेस्टिगेसनबाट त्यो कुराहरू चाहिँ म सबै डिटेल्ससहित म भन्ने छु। त्यसको लागि त भोलिको ब्लगको चाहिँ नि वेट गर्नुहोस् है। र यसमा चाहिँ नि यदि यो भिडियोमा चाहिँ नि 10K लाइक 100K भ्यू आयो भने चाहिँ नि म फुल्ली रिसर्च गरेर A to Z फाइलहरू पनि पुरै दिएर पोस्टमार्टम रिपोर्टसहित तपाईँहरूको अगाडि चाहिँ नि म पेस गर्नेछु। थ्याङ्क यू।